चाहिँ हामी ठ्याक्क बागलुङबाट पोखराको यात्रामा छौँ है। अनि यहाँ चाहिँ मेरो जोडा हुनुहुन्छ, म पछाडि छु अनि हुनुहुन्छ है। हाम्रो चाहिँ यात्रा ठ्याक्क बागलुङदेखि पोखरासम्मको छ आजको चाहिँ। सबैजनालाई गुड मर्निङ भन्न चाहन्छु है। के छ जोडा अनि कति टाइममा पुगिन्छ हामी? बढी लाग्यो त 1.5 घन्टा। 1.5 घन्टा लाग्छ। राइडर हुनुहुन्छ यहाँ, राइडर है। हामीले भ्लगहरू भएको सब्सक्राइब गर्न नभुल्नु होला। यो बाटो चाहिँ ठ्याक्कै नाकले गर्दैछ के। यो हाम्रो भिडियो चाहिँ बेलुका ठ्याक्क हाम्रो युट्युब च्यानलमा आउँछ है। सबैजनाले लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला सबैजनालाई। नयाँ भिडियो ल्याउने कोसिस गरेर हुन्छौँ है। हामी चाहिँ अब मालढुङ्गा भन्ने ठाउँमा आइपुग्यौँ है। ठ्याक्कै बागलुङबाट तल चढेपछि खोलाको तरेर मालढुङ्गा भन्ने ठाउँमा आइपुग्यो। अब यताबाट चाहिँ कुद्न सुरु हुन्छ, पर्वत सुरु हुन्छ है। अनि यता नयाँ बाटो जाने गइन्छ है। बागलुङको यात्रा कस्तो भयो त तिम्रो? के हो दादा? 10 मिनट जतिको भयो। घडेङ उफ्रिन्छ त यार, छाती दुख्ला जस्तो भइसक्यो उफ्रिएर यार।
टाइम में हामी 1 घन्टामा पुग्छौँ। यो टाइम में हामी 1 घन्टामा पुग्छौँ। 1 घन्टामा पुग्छौँ के पोखरा। गाइस हामी चाहिँ साथी र म ठ्याक्क पोखराको यात्रामा हिँडेछौँ बागलुङदेखि। कस्तो भयो बागलुङको यात्रा? एकदम रमाइलो। एकदम रमाइलो भयो। गोल्डन ब्रिज भयो है। बाटोमा आएर गेम पनि खेलियो। अनुभव धेरै बटुल्यो। 84मा चाहिँ खतरा पुग्ने हो त। 84मा चाहिँ भन्नु होइन। गेम त हाल्यो योपालि। ठिक छ गएर अझै मेहनत गरेर अब आउने कोसिस गर्नेछौँ हामी। नेक्स्ट टाइम पनि आउँछौँ आफ्नो गेम खेल्नको लागि। यही छ त जोडा भन्नु। मेरो चाहिँ के भन्नु छैन 84मा चाहिँ घुम्न पुग्ने हो। हेलो गाइस, हामी चाहिँ यति बेला कुस्मामा नास्ता खाएर होइन लागिसक्यौँ पोखराको यात्रा गर्नको लागि। हजुर भन्नुहोस् तपाईँलाई कस्तो महसुस भइरहेछ? एकदम रमाइलो भइरहेछ है। रमाइलो भइरहेछ नि। यत्तिको रमाइलो चाहिँ हुनु पर्यो भन्ने हाम्रो धारणा हो होइन। यस्तो तरिकाले आइरहेछ कि यो पुरै त अरू लाउडे छ यार।